हेलो गाइज व्हाट्सअप वेलकम ब्याक टु द च्यानल है। आज चाहिँ म फेरि रियाक्सन भिडियो लिएर आएको छु। आज चाहिँ म लिल बुद्ध यानि साकारको भिडियोमा रियाक्सन गर्नु गइरहेको छु है त। सो यो गीत चाहिँ पहिले नै आएको थियो 2-3 वर्ष अगाडि, सायद एउटा एल्बममा थियो है। सो हो त्यो गीतको चाहिँ अहिले म्युजिक भिडियो आएको छ। त्यसमा चाहिँ म्युजिक मात्रै थियो 2-3 वर्ष अगाडिको गीतमा चाहिँ। अनि यो चाहिँ अहिले फिल गुड भन्ने गीतको नाम चाहिँ 2-3 वर्ष अगाडि चाहिँ साकार जीले हालिसक्नु भएको थियो, तर अहिले चाहिँ म्युजिक भिडियोसित आएको छ। सो लेट्स सी है कस्तो हुन्छ। सो मैले चाहिँ यहाँसम्म हेरिसकेको थिएँ, सो जस्ट रिमेम्बर फर द रियाक्सन। अनि त्यही हो ल, लेट्स गो आइदा। Surreal. Yeah, I ain't always had a life like this. Baby, I had to fight for this. That's the reason why I write verses. It's for the tens of millions that I might possess if I just make it. So let me bake, then you taste it. My crew and I on the track feel amazing. As we get on the cooking, it's looking like we gonna get a lot of show bookings from KTM to Brooklyn. The hardships I was faced with got me money chasing. I wanna leave my youth just wasted. I wanna make that $1 billion and I'm losing my patience. So I snatch the crown with no hesitation. साकारको त इङ्ग्लिस कुरै गर्नु पर्दैन कि ऊ एक त पहिलेदेखि उता बाहिर बसिरहेको होइन, उहाँदेखि इङ्ग्लिस पुरै यस्तो बबाल आउँछ उसलाई। अनि उसको गीत के एक प्रकारले हामी यदि उस नेपालमा जन्म्या हो भन्ने नथाहा पाएको भए चाहिँ हामी स्योरली ऊ चाहिँ विदेशी ऱ्यापर हो भन्ने हुन्थ्यो क्या। सो हामीलाई त थाहा छ नि त साकार यस्तो हो भनेर। सो हामीलाई चाहिँ नेपाली नै हो भन्ने लाग्छ। तर यदि कोही बाहिरबाट मान्छेले आयो भने त उसलाई त अभियसली उसको एसेन्ट हेरेर अनि यस्तो यो भिडियो जुन बनाएको छ म्युजिक भिडियो, यो देखेर कसले भन्छ कि नेपाली भनेर। साकार डिजर्भ के यार, इन्टरनेसनल जानु मजाले सक्छ कि साकार। तर आई डोन्ट नो के भइरहेछ है। तर त्यही त साकार चाहिँ जानुपर्ने। एउटा गीत थियो जुन इन्टरनेसनल गएको पनि थियो, त्यो 20 मिलियन भएको साकारको गीत। तर त्यो मात्रै नभएर साकार चाहिँ सबै गीत जति पनि छन् त्यो सबैमा चाहिँ इन्टरनेसनल जान सक्छ क्या मजाले। तर यो अब ठिक छ, बिस्तारै हुन्छ। अब सागर पनि कहिले कन्सिस्टेन्ट नभएर पनि होला है त गाइज। सो के भन्दै थिएँ भन्दाखेरि म साकारको इङ्ग्लिस त बबाल पहिलेदेखि नै होइन, किनकि ऊ चाहिँ पहिलेदेखि बाहिर बसिरहने मान्छे होइन। सो उसलाई चाहिँ उतै बसिरहेको भएर चाहिँ उसलाई बबालै एसेन्ट आउँछ कि। सो उसले एसेन्टको प्रयोग पनि मजाले गरेको छ। र अनि उसको यो जुन एडिटिङ भिडियोहरू छ यो सब के नेपालमा बनाएकै होइन, नेपालीले बनाएकै होइन जस्तो लाग्छ क्या होइन। सब यो बाहिरकै मान्छे होला जस्तो लाग्छ। अनि साकार फेरि डिजर्भ गर्छ क्या इन्टरनेसनल जान। सो ऊ चाहिँ गएको पनि छ, मतलब धेरै जस्तो बाहिरका मान्छेले रियाक्सन पनि हानेका छन्। तर त्यस्तो भएको छैन जसरी इन्डियामा हुन्छ नि त्यो हनुमान काइन्ड भन्ने हो, त्यस्तरी भइरहेको छैन कि नेपालमा चाहिँ साकार भन्दा अरूको चाहिँ मैले यो इन्टरनेसनल लेभल तरिकाको चाहिँ देखाएको छैन। हुन त छन्, मैले हेप्न खोजेको होइन, तर जुन टाइपको साकारको यो एसेन्ट बोल्ने तरिका होइन सब अमेरिकन टाइपको के अलिकति भाइब पनि त्यस्तै छ क्या। सो उस चाहिँ डिजर्भ गर्छ क्या इन्टरनेसनल जान। सो बिस्तारै हुन्छ होला भन्ने आश गर्छु। सो साकार एउटा त गएको थियो कुन भिडियो, हुन त सबै छन् तर त्यस्तो भन्नाले पपुलरै भएनन् क्या। अनि एउटा थियो जुन चाहिँ पपुलर थियो, त्यो चाहिँ 20 मिलियन गएको त्यो के अरे गई छैन ल्यार मी भन्नेवाला गीत हो। त्यो गीत चाहिँ गएको थियो इन्टरनेसनल। साकार चाहिँ अब अलिक के हो कि के नपुगेर, सो डिजर्भ गर्छ साकार चाहिँ। सो त्यो मात्रै गयो इन्टरनेसनल, यो अरू जति पनि गीत छन् त्यो पनि जानुपर्छ भन्ने लाग्छ मलाई चाहिँ। सो लेट्स के हुन्छ फ्युचरमा जस आश गरौँ है। सो त्यही हो, लेट्स कन्टिन्यू टु वाच।
I'm just making a point. Singing, rapping, put the nation on the map. You, I'ma give it validation. Work so hard, nowhere under guap. Sitting on the top, easy life on that permanent vacation. These melodies, I hear what they're telling me. Ain't nobody getting me, and it's killing me. But I'm feeling the beat that he bringing, it's my remedy. Killing it, no felony. Feels good, doesn't it? I only show up when the show's on right. We about to blow up soon, you better hold on tight. I always show up, my crew we glow up light like fluorescent. We shine like ornaments, cook our own, don't order it on the mic. I'm sorcerer, sticking handled by morbidness. Ninja, I think, yeah, Ninja yo yo. Lyrically torturous to MCs, I can't afford to miss. I'm in the killing spree, Danny Barbosa. Hitman, sipping wine, chilling at Mendoza. Focused on real bread, unlike you loafers. I went rogue to burn your fucking hope like a toaster. Never had no faith in me, remember what I told ya. I went past the snakes, now I'm alone, King Cobra. Ooh, now it's Cobra strikes when I hold the mic. Take you on a roller coaster ride with the flows are right. I need more in my life, I got dough in my mind. Ready to take off, feel like I'm on the borderline. Sipping on the you water, trying to live it up, cause she looks hotter. My favorite girl, smoking Hollywood, light it up, get higher, boo. Feel it, bro, smoking Hollywood, light it up, get higher, boo. मलाई किन अलिकति चेन्ज भयो जस्तो लाग्यो पहिलाको गीतमा चाहिँ अलिक के निन्जाले यस्तरी नगाएर पुरानै भर्जनमा गाए जस्तो लागिरहेको मिन्स भन्नाले फेरि रेकर्ड त्यही गीतलाई रेकर्ड गरे जस्तो मानिरहेको छु मैले चाहिँ किनकि आई डोन्ट नो साउन्ड किन चेन्ज भयो जस्तो भने मैले अलिकति होइन तर जे भयो नि 25 भर्जन लेखिरहेको छ सो हुनसक्छ म्युजिक भिडियो पनि गर्दा गर्दै गीत पनि सायद फेरि रेकर्ड गरे हुनसक्छ र यो गीत चाहिँ सबै दुबईमै गएर भए रहेछ सो दामी Yeah, it feels good. Yeah, it feels good. I mean, this music that I feel on my soul, I know it's infinite. I thank God for what I was gifted with. And I'ma make sure I use it for good. Take my family out of the hood. Cause if I don't recognize the time what I have, spend my time with the lads and don't focus on my raps, I know that I'ma look back, regret the money that I could've stacked. I'm good at that, nobody got the vision that Lil Woody got. On my mama, on God, I'ma do this. And to the haters, I swear that I'm the rudest. Try and travel the world through this, try and break the family curse through this, feel my mama burst through this. And through this verse, I disperse all the judging words. Bitch, you chirp, but you know I'm busy stacking birds. It's a shame if you ain't still heard my name from the heart gate. Know I got the flame, Lil, put up. Sipping on the you water, trying to live it up, cause she looks hotter. My favorite girl, smoking Hollywood, light it up, get higher, boo. Feel it, bro, smoking Hollywood, light it up, get higher, boo. Yeah, it feels good. Yeah, it feels good. बबाल हो ए एल्बम हो यो अफिसियल फुल एल्बम एक्सटेसी इन द प्यालेस भन्ने यो त गीतको नाम होला सायद तर यही एल्बम हो जसमा चाहिँ यो फिल गुड भन्ने गीत थियो है सो गाइज यही नै हो कस्तो लाग्यो भन्नु होला है सो म चाहिँ सागरको त एकदमै फ्यान नै हो किनकि उसको जुन टाइपले अङ्ग्रेजमा हान्छ अङ्ग्रेज भन्नाले इङ्ग्लिसमा ऱ्याप हान्छ उसको त बबालै छ नेपालमा आई डोन्ट थिङ्क कसैले उसलाई कम्पिट पनि गर्न सक्छ भनेर या देयर आर धेरै होइन ऱ्यापर्सहरू जसको त इङ्ग्लिसमै ऱ्याप हान्छन् तर जुन टाइपको सागर पहिलेदेखि छ नि त यतिको त्यो चाहिँ आई डोन्ट नो सो इन्टरनेसनल चाहिँ साकार गइ पनि रहेछ बिस्तारै अलि पपुलर अझै जसरी इन्डियामा भइरहेछ नि त्यस्तै गरी होस् भन्ने आश गर्छु है त सो हिट इज अप के यार होइन ठिक छ बिस्तारै हुन्छ सो लेट्स एन्ड द भिडियो है कस्तो लाग्यो भन्नु होला गाइजहरू एन्ड सी यु नेक्स्ट भिडियो यदि हजुरलाई पर्सनल क्वेसन सोध्नु मन छ भने चाहिँ इन्स्टामा सोध्नु सक्नुहुन्छ र म चाहिँ यदि र हजुरलाई चाहिँ अलिकति गेमिङ रमाइलो गर्न मन छ भने चाहिँ यो च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ है त सो म चाहिँ मेनली यसमा गेमिङ गर्छु सो आजकल धेरै रियाक्सनहरू आइरहेको होला तर खास म चाहिँ यो च्यानलमा गेमिङ गर्छु सो या यति हो गाइज है सी यु नेक्स्ट भिडियो एन्ड थ्याङ्क यू फर वाचिङ लाइक गरिदिनु यदि मन पऱ्यो भने ल अनि बेस्ट पार्ट अनि थ्याङ्क यू फर वाचिङ है त गाइज बाई